गाइज वेलकम टु डे 5। आज कम्पनी अलिकति छिटो छुट्टी भए तापनि हामी अब 5-7 मिनट रेस्ट गरेर फेरि जाँदैछौँ त्यही हाम्रो डेली रुटिन अनुसारको 10 राउन्ड रनिङ अनि त्यसै गरी फुटबल चाहिँ खेल्नेछौँ। आज फुटबल अलिक बढी खेलिन्छ होला। अब हेरौँ मान्छेहरू कति पुग्छन्। 2-3 जना गइसक्यो, 2-3 जना अझै आउँदैछन्। लगभग 8-10 जना पुग्यो भने त राम्रै हुन्छ। हाम्रो टेम्ब्रो आइसक्यो अनि अरू साथीहरू नि आउँदैछ। भरे छाकुरी ओके छ नै ओके। केटाहरू यति एक्साइटेड छन् कि फुटबल खेल्नलाई दौडी गइरहन्। ल म चाहिँ फिल्डमा पुगेँ। अब 3-2-5 जना मलाई 6 जना चाहिँ पुग्यौँ। 7-8 लगभग 8-9 जना त पुग्छ होला। खेल्नुपर्छ। पहिला आफ्नो रुटिन चाहिँ पुरा गर्नु पर्यो 10 राउन्डको। अब कोरिया आउनुभन्दा अगाडि इन्टरभ्यूमा स्ट्रेस भयो भने उन्दै मात्रै गर्छु भनेर मात्रै भएन नि त। यहाँ आएर गर्नु पनि पर्यो। त्यस्तै रुटिन चलिरहेको छ मेरो चाहिँ। भाइ स्ट्रेस त त्यस्तै हो, पाउने नपाउने मतलब हुँदैन, तर उन्दै चाहिँ गर्नुपर्छ। ल त मेरो 10 राउन्ड चाहिँ पुरा भयो। अब फुटबल चाहिँ खेल्नुपर्छ। केटाहरू वेटिङमै छन् मेरो। 8 जना छौँ हामी। 6-7 जनाको टिम रेडी भइसक्यो। अब फुटबल खेल्नुपर्छ। अब 4 जनाको टिम चाहिँ 2, 3, 4 यो 4 जना चाहिँ एउटा भयो। अनि 1, 2, 3 अनि म लगाएर 4 जनाको हाम्रो टिम। गाइज हाम्रो गेम सिद्धियो। अब घरतिर हेर्नुपर्छ। ट्यामको टिम हारेर ट्याम फायर छ फायर। ट्याम टिम लस। हाम्रो चाहिँ केटाहरूको अब नयाँ बल किन्ने प्लान छ। व्हिच बल ट्याम सो मी ट्याम व्हिच बल सो मी Mà cái con này vào ngã ở cái sân này nó vẫn sao? You 괜찮아요. Which one? 사고 싶어요. Nah, yeah, my friend. 있어. 예. Yeah. That I buy my friend Yeah. Thailand. Tomorrow you buy, we all give you after salary. Don't worry, bro. Wow, beautiful. Let's walk there, bro. Beautiful ball. You sell. After salary, give me one. 괜찮아? Okay. So tomorrow you can buy. Bro, Yeah. we give. No problem. हामी अब गेम खेलिसकेर रुमतिर हिँडिरहेको छौँ। रुममा गएर नुहाएर खाना बनाएर चट्ट पारेर बस्नुपर्छ अब।